वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ सबैजनालाई। र आज पनि म चाहिँ एउटा स्टोरी लिएर आएको छु, जुन स्टोरीको नाम हो द मर्चेन्ट एन्ड द डङ्की भन्ने। एउटा मर्चेन्ट र एउटा गधाको चाहिँ कहानी लिएर आएको छु होइन। अनि यो कहानी चाहिँ कहाँबाट सुरु हुन्छ भन्दाखेरि एका देशमा एउटा चाहिँ गाउँ हुन्छ होइन। एउटा गाउँ हुन्छ अनि उतापट्टि यता गाउँ हुन्छ, उतापट्टि सहर हुन्छ, अनि बिचमा चाहिँ खोला हुन्छ। अनि सहरबाट चाहिँ त्यो मर्चेन्टलाई चाहिँ के अर्डर आउँछ भन्दाखेरि नुन ल्याउन भनेर अर्डर आउँछ। अनि चाहिँ त्यसलाई नुन ल्याउन भनेर अर्डर आउँछ। अनि त्यो मर्चेन्टले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अब नुनको अर्डर आएपछि त नुन लिएर जानु पऱ्यो। त्यसको डोङ्कीमा चाहिँ नुन चाहिँ एकदमै नुनको थैलाहरू भरेर त्यसलाई बाँधेर चाहिँ उसले के गर्छ भन्दाखेरि सहरमा पुर्याउन लिएर जाने क्रममा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ खोलामा चाहिँ होइन, खोलामा चाहिँ त्यो डोङ्की चिप्लिन्छ के। यता गाउँ छ उता सहर छ, बिचमा खोला छ। अब जाँदा जाँदा त्यही बाटो जाने हो। त्यही बाटो जाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि त्यो डङ्की चाहिँ त्यहाँ चिप्लेर अनि खोलामा खस्छ। अनि खोलामा अथवा नदीमा खस्छ। नदीमा खसेपछि चाहिँ उसले बोकेको सामान चाहिँ पुरै पोखिन्छ र हल्का हुन्छ क्या। अनि त्यसपछि त्यो मर्चेन्टसँग चाहिँ अर्को कुनै पनि उपाय हुन्न, ऊ घरै फर्किने उपाय बाहेक अरू केही पनि उपाय हुन्न होइन। अनि ऊ चाहिँ घर फर्किन्छ। अनि फेरि त्यो डङ्कीलाई चाहिँ के गर्छ त त्यही नुनको थैला बाँधेर फेरि लिएर जान्छ होइन। अनि फेरि लिएर जाँदा फेरि त्यहीँ गएर पल्टिन्छ। फेरि डङ्की पहिलोचोटि अनि त्यही पल्ट्यो, दोस्रोचोटिमा पनि त्यही गएर पल्टिन्छ। अनि तेस्रोचोटिमा चाहिँ त्यो मर्चेन्टले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ उसलाई चाहिँ हल्का शङ्का लाग्छ कि त्यो डङ्कीले नाटक गरेको कि भाउ होइन। त्यहाँ उसलाई चाहिँ जानले चाहिँ अल्छी लागेर ऊ नाटक गरेर भाउ त्यही गएको हो कि जानी चिप्लेको हो कि भनेर शङ्का लाग्छ त्यसलाई। ऊ चाहिँ स्योर चाहिँ हुन्न, 100% स्योर हुन्न, तर उसलाई चाहिँ शङ्का लागेको हुन्छ। अनि उसले के गर्छ भन्दाखेरि चाहिँ त्यो स्पन्ज हुन्छ नि, कपडा फर्म, जुन चाहिँ पानी सोक्ने फर्म कपडा जस्तो हुन्छ नि, हो त्यो चाहिँ टन्नै भरिदिन्छ कि। अनि त्यसपछि त्यो डङ्कीलाई थाहा हुन्न। अनि फेरि खोलामा गएर अनि जान्छ सर जान्छन्। अनि खोलामा गएर फेरि त्यो डङ्की चाहिँ पल्टिन्छ, जानी पल्टेको रहेछ त्यो है, पल्टिन्छ। अनि यसपालि चाहिँ के हुन्छ भन्दाखेरि त्यो डङ्की चाहिँ मलाई सुरुमा चाहिँ के लाग्छ के हुन्छ भन्दाखेरि पुरा होइन साथीभाइ होइन गाई के हुन्छ सुरुमा के हुन्छ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ त्यो जानी होइन झुक्केर पल्टेको क्या, नुन लिएर झुक्केर पल्टेको रहेछ क्या भन्ने जस्तो हुँदैछ। तर लास्टमा चाहिँ जानी पल्टेको रहेछ कि त्यो त्यहाँ चाहिँ जानी त्यो डङ्की चाहिँ पाठो भएर जानी पल्टेको रहेछ। अनि चाहिँ जुन चाहिँ त्यो कपडा फर्म चाहिँ भरेर त्यो नदीमा पर्छ। नदीमा परेपछि चाहिँ के हुन्छ त त्यो पानी चाहिँ त्यो कपडामा पुरिसकेर झन् गोरुङ्गो हुन्छ क्या। पहिला पोखेर हलुङ्गो भएको रे, अहिले चाहिँ त्यो पानीमा परेर झन् गोरुङ्गो भयो, किनभने कपडा फर्महरूले त पानी सोक्छ नि त, त्यही भएर। अनि त्यो मर्चेन्ट चाहिँ हा भनेर डङ्कीलाई चाहिँ हाँस्छ, डङ्कीकोमा हाँस्छ। अनि त मूर्ख, तैँले हामीलाई जति प्रत्येकचोटि चाहिँ उ गर्न सक्दैनस्, प्रत्येकचोटि चाहिँ हामीलाई मूर्ख बनाउन सक्दैनस् भनेर चाहिँ त्यो मर्चेन्टले भन्छ। र यो स्टोरीले चाहिँ के दर्शाउन खोज्छ अथवा चाहिँ के चाहिँ अर्थ दिन्छ, के मोरल दिन्छ भन्दाखेरि चाहिँ हामी चाहिँ एकचोटि गफ लगायो, एकचोटि झुट बोल्यो, दुईचोटि झुट बोल्यो केही पनि हुन्न। र तिनचोटि वा तिनचोटिभन्दा बढी गफ लगायो भने चाहिँ के हुन्छ त हामी पक्राउ गर्न सकिन्छ अथवा पक्रिन सकिन्छ। यस्तो बानी चाहिँ गर्नु हुँदैन, किनभने भगवान्ले पनि देखिरहेको हुन्छ र नेचरले पनि देखिरहेको हुन्छ भन्ने चाहिँ यो स्टोरीको चाहिँ एउटा कहानी हो। र यही नै हो कहानी। थ्याङ्क यू। लाइक कमेन्ट एन्ड सब्सक्राइब फर मोर। अनि अब इङ्ग्लिस यो अब यही कथा फेरि म इङ्ग्लिसमा भन्छु। प्रिभियसमा पनि यो 17 क्यामेल्स विथ 3 सन भन्ने पनि स्टोरी पनि हालेको छु, त्यो चाहिँ इङ्ग्लिसमा पनि हालेको छु, नेपालीमा पनि हालिदिएको छु। इङ्ग्लिस चाहिँ खासै राम्रो छैन, त्यही पनि नेपाली पनि खासै राम्रो छैन, त्यही पनि मैले हालेँ है। अब डेलिभर गर्ने तरिका त्यस्तै हो। डेलिभर गर्ने तरिका चाहिँ म अझै जान्दैन, म सिक्दैछु। तर सुरुमा चाहिँ यति नै। थ्याङ्क यू। लाइक एन्ड सब्सक्राइब एन्ड सेयर फर मोर एन्ड कमेन्ट है त।